काम त बालेश्वर धेरै राम्रो काम गरिरहेको छ। अघि नै तपाईँले भन्नुहुँदै नि लुसिफर के भनेर काम गर्ने मान्छेको के अरे राम्रो काम गर्ने मान्छेको विरोध गर्ने मान्छे धेरै हुन्छन्। त्यो पहिल्यैदेखि देखिआएको कुरो। अब काम गर्ने मान्छेले के भन्छ आफ्नो राम्रो कामहरू गर्दै जाने हो, नराम्रो कामहरूको हुन्छ नि जसले विरोध गर्छ उनीहरूलाई राम्रो काम गरेर देखाउने, त्यही हो। दर्शकवृन्द, हिजोको बाढीले घर लगायत यो रोडहरूलाई पनि क्षतिग्रस्त बनायो, रोडहरूमा हिलामे बनायो। दसैँको बेला टिका थाप्न अझै पनि बाँकी रहेको समयमा यहाँबाट हिँडडुल गर्दाखेरि सवारी साधन लड्न थाले, मान्छेहरू घाइते हुन थाले। यति बेला काठमाडौँ महानगरपालिकाको टोली आएर यहाँ पानीको माध्यमबाट सरसफाइ गरिरहेको यो हिलोलाई विशेष गरी यहाँबाट हटाउनको लागि पहल गरिराख्नु भएको हामी देख्न सक्छौँ। हिलो हटेसँगै यो रोडमा फेरि पनि गाडीहरू अथवा बाइकहरू चल्न सक्नेछन् र यहाँ कोही पनि घाइते नहोस्, दुर्घटना नहोस् भनेर यति बेला काठमाडौँ महानगरपालिकाले बिहानैबाट यहाँ तपाईँलाई पानीको फोहराबाट सरसफाइ गरिरहेको दृश्य देखाइरहेका छौँ। सरकार छ भने महसुसको भएको छ। गत सालभन्दा अहिले बढी चाहिँ सुरुमै तदारुकता देखाइयो, त्यसले गर्दा जनताहरूमा आत्मबल बढेको महसुस छ। काठमाडौँ महानगरपालिकालाई त धेरै धन्यवाद दिनुपर्छ, किनभने पोहोर सालको उसमा पनि धेरै नै टनका टन फोहोर गयो यहाँबाट। यो चाहिँ यति सफा काम त यसरी फिल्डमा गर्दैछन्, तर अहिले त महानगरको मेयर त लुसिफर भन्ने आरोप होइन होइन। अब त्यो मान्छेले व्यक्तिले काम गर्ने, अब त्यहाँको सिस्टम अब एउटा मेयर मात्रै होइन नि त, एउटा स्ट्रक्चरै उसकोले राम्रो बनाइदिएपछि त आफै काम हुन्छ कि उसले भन्नु नै पर्दैन। एउटा अर्गनाइज स्ट्रक्चरमा चाहिँ एउटा प्रमुखले चाहिँ एउटा रोल मोडलको काम गर्ने हो। अब काम त भइरहेको छ, यहाँभन्दा राम्रो काम त गलत काम भएको छैन, भएको काम राम्रै भएको छ। त्यसलाई राम्रोलाई राम्रो भन्न हिचकिचाउनु हुँदैन। योभन्दा गत वर्ष अझै बढी ठुलो आएको थियो र अहिले पनि वास्तव यो समयमा यहाँ अहिले पनि बाढीको रूपमा पोहोरभन्दा केही कम मात्रै आएको हो र यहाँ सबै यहाँको जुन मभन्दा बढी पर्मानेन्टली बसिरहने स्थानीयवासीको अनुसार चाहिँ यो खोलाहरूलाई चाहिँ बढी च्यापेर दुईपट्टिबाट बढी च्यापेर खोलो जुन किसिमले बग्नु पर्ने त्यो उसको ओए नदिएकोले गर्दाखेरि बढी पानी आउँदाखेरि चाहिँ अलिकति खोलाको बहावहरू बढ्ने र अनि गाउँ पस्ने गरेकोले यहाँको जनताहरू त्रसित छन्। र गत साल चाहिँ भनेको यहाँको पानी भनेको अहिले चाहिँ गाउँ पसेन। गत साल भनेको यो भित्रको बस्तीमा सहित पनि र पुछारको तलका मान्छेहरूले बिचरा आफ्नो जुन बिल्डिङ विस्ताराहरू सहित सार्नुपर्ने अवस्था थियो भने अहिले त्यो अवस्था सिर्जना भएन। तर केही मात्रामा बढेको भएकोदेखि अहिले पनि बढ्छ भनेदेखि त्यो अवस्था सिर्जना हुन्थ्यो र पोहोरको भन्दा केही कम हो। र अहिले चाहिँ तपाईँको यहाँ सबैको जनगुनासो के छ भने यता ललितपुरतिर रहेको भाग चाहिँ बढी खोलापट्टि च्यापेर लाइएकोले गर्दाखेरि त्यसले गर्दा खोलो साँगुरो भयो, त्यसले गर्दा खोलाले जुन किसिमले भाव आफ्नो किसिमले बग्नु पर्छ त्यो ठाउँमा बग्न नदिएकोले यो समस्या आएको भनेका छन्। र यसलाई चाहिँ खोला अतिक्रमण छ काठमाडौँ, एकदमै खोला अतिक्रमण छ। त्यसलाई चाहिँ वास्तवमा महानगरको पहल सबै ठाउँमा क्लियर गर्दै गएको अवस्था छ। त्यसमा अब यो पनि सबैको आश के छ भने महानगरले पहल गरिदिए हुन्थ्यो र महानगरले खोलो क्लियर गरिदिए हुन्थ्यो र खोलो जुन बहावमा बग्ने हो त्यसमा त्यो क्लियर गरिदिए हुन्थ्यो भन्ने सबैको चाहना छ। यो अवस्थामा चाहिँ जुन बाढी र त्यसको प्रकोपमा जुन उद्धारको कार्यहरू नेपाली सेना, सशस्त्र प्रहरी लगायत अहिलेको अन्तरिम सरकार पनि हो, उसले जसरी सूचनाहरू दिए होइन, अहिलेको सरकारको अलिक तारिफ पनि भइरहेको छ नि। किन तपाईँले एकदमै गत सालभन्दा अहिले जस्तै गत साल एक ठाउँमा एउटा खोलाको बिचमा 4 जना मान्छेले ज्यान गुमाउनु परेको थियो, त्यसमा सरकार पक्षमा उद्धारको काममा अलिक ढिला सुस्ती भयो वा तदारुकता देखाइएन भने तर अहिलेको सरकारले जस्तै हिजो नै यो मनसुनीको जुन एउटा मेसेज आइसके पछाडि भनेको हेलिकप्टरदेखि लिएर अन्य र पहलका कदमहरू यो सरकारले अलिक बढी मात्रामा गरेका खालका कुराहरू आइरहेका छन्। त्यो प्रशंसनीय छ, जनताहरूले तारिफ पनि गरेका छन् त्यो विषयमा। पोहोरको चाहिँ अब घरभित्रै पसेको थियो, अहिले चाहिँ पसेन। अब के फरक पर्ने? पोहोर अझ बढी थियो नि, मेरो घरभित्रै पसेको थियो पोहोर चाहिँ। तपाईँहरूलाई त्रासदी कतिको थियो? सरकार आफैले भन्दै थियो 3 दिन 18, 19, 20 गते चाहिँ भारी वर्षा हुन्छ, आरी घोप्टे वर्षा हुन्छ भन्दै थियो होइन। हिजो त्यो छनक देख्दाखेरि कतिको डर लागिरहेको थियो? रातभरि निन्द्रै लागेन हामीलाई त, डर लाग्यो नि पोहोरको जस्तै हुन्छ भनेर।